Welcome back to the channel. First of all, म मेरो सब्सक्राइबरहरूसँग आइएम सो सरी भन्न चाहन्छु किनभने लामो समयदेखि मैले चाहँदै पनि भिडियोहरू अपलोड गर्न सकिराखेको थिइनँ मेरो पर्सनल व्यस्तताले गर्दाखेरि। र अब आउने अपकमिङ डेजहरूमा चाहिँ मैले कन्स्टेन्टली इन्फर्मेटिभ भिडियोहरू बनाएर पोस्टिङ गर्नेछु तपाईँहरूको लागि है। र तपाईँहरू पनि कुनै टपिकमा मलाई ट्युटोरियल बनाए हुन्थ्यो जस्तो लाग्छ भने तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ। म आफूले सक्दो रिसर्च गरेर अनि त्यसको बारेमा भिडियो बनाउने कोसिस गर्नेछु। आजको भिडियो चाहिँ मैले के को बारेमा बनाएको छु भन्दाखेरि सेगुरान्सा सोसियल तिराइताभित्र एउटा फङ्सन छ कनाल ई क्लिक भनेर। त्यो चाहिँ एकदमै युजफुल लाग्यो मलाई आफू पर्सनल्ली पनि। र यो यदि तपाईँहरूलाई थाहा छैन भने चाहिँ मैले यसको बारेमा भिडियो बनाएर तपाईँहरूलाई पनि अवेर गराउन चाहन्छु कि यसको युजबाट तपाईँलाई एकदमै छिटो सेगुरान्सा सोसियलसँग तपाईँको अनगोइङ प्रोसेस भइरहेको छ अथवा तपाईँले कुनै नयाँ डकुमेन्टहरू इन्ट्रागा गर्नुपर्ने छ भने यसको हेल्प लिएर तपाईँले गर्न सक्नुहुन्छ। सेगुरान्सा सोसियलबाट पनि धेरै मिस्टेकहरू भइराखेको हुन्छ कुनै पनि केसको डिसिजनहरू दिँदाखेरि। अनि त्यसमा तपाईँले ला यो त होइन, मेरो त त्यस्तो होइन, मसँग त इनफ एभिडेन्स छ, मैले त्यो कसरी गर्ने। अनि तपाईँले सिकाबाट अपोइन्टमेन्ट बुक गर्न खोज्नुहुन्छ, मन्थ पछाडिको हुन्छ, भिडियो अपोइन्टमेन्ट बुक गर्न खोज्नुहुन्छ 15 डेज 20 डेज पछाडिको मात्रै छ। अनि तपाईँको डिसिजन लेटरमा 10 डेजभित्र रिक्लेमार गर भनेर आएको हुन्छ होइन। सो अलिकति एकदम हामीलाई अब स्ट्रेस पनि हुन्छ अनि फेरि कसरी गर्ने भनेर अब हामीलाई काम गर्ने मान्छेहरूलाई पनि टाइम मिल्दैन यो त्यो होइन। अब जाँदाखेरि पनि अर्ली मर्निङ जाँदाखेरि पनि सेमिनार नपाउने सिचुएसनहरू हुन्छ। त्यो सबै कुराहरू कन्सिडर गर्दाखेरि चाहिँ ई क्लिकको थ्रुबाट डकुमेन्टहरू सब्मिट गरेर कति छिटो तपाईँलाई रेस्पोन्स आउँछ, उनीहरूले रिइभ्यालुएट गर्छ तपाईँको अनगोइङ केस होइन, अथवा नयाँ रिक्वेस्ट पनि उनीहरूले लिन्छ है। सो यो एकदमै हेल्पफुल मैले आफ्नो लागि पनि रिसेन्टली अहिले मेरो सेकेन्ड बेबी बर्थ भएको होइन। अब मेरो प्रेनाताल अप्लाई गर्दाखेरि, मेरो लिसेन्सा अप्लाई गर्दाखेरि मेरो 1 विक जति म बाइसामा बसेको थिएँ मेरो बेबी हुनभन्दा अगाडि। त्यो सबै डकुमेन्टहरू मेरो रिजेक्सन आएको थियो कि मेरो डकुमेन्टहरू इनफ भएन भनेर। र अब त्यो चाहिँ मैले जे होस् ई क्लिकको थ्रुबाट कम्युनिकेसन गरेर सबै सल्भ गर्न सकेँ अनि 1-2 दिनमै रिप्लाई आउने। सो मलाई एकदम मन पर्यो होइन। अनि मैले चाहिँ किन मैले यसको बारेमा भिडियो नबनाउने, यो अरू हाम्रो कम्युनिटीको होइन अरू पेरेन्ट्सहरूलाई पनि युजफुल हुन्छ भनेर बनाउन थालेको है। म हजुरहरूलाई चाहिँ यो मेरो कम्प्युटरको स्क्रिन सेयर गरेर स्टेप बाई स्टेप बताउँछु कसरी तपाईँले लगइन गर्ने अनि कसरी तपाईँले चाहिँ डकुमेन्टहरू सब्मिट गर्ने अप्सनहरू हुन्छ, अनि कसरी मेसेजहरू लेख्ने, कसरी प्रोसेस नम्बरहरू हाल्ने है, म स्टेप बाई स्टेप बताउँछु। सो लेट्स गो टु द कम्प्युटरको स्क्रिन को साइटमा लगइन गरेर भित्र आउनुहोस्। अनि त्यसपछि यो राइट ह्यान्ड साइडमा टप मेनु बारभन्दा तल तपाईँको नेमको मुनि अजुदा भनेर लेखेको छ, यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि यहाँ कनाल ई क्लिक एसिडेर भनेर लेखेको छ, यसमा एक्सेप्ट गरेर भित्र आउनुहोस् है। तपाईँलाई यदि फर्स्ट टाइम हो भने फेरि लगइन गर्नुपर्ने हुनसक्छ, लगइन गर्नुहोस् फेरि तपाईँको सेगुरान्सा नम्बर र पासवर्ड गरेर अनि तपाईँलाई यस्तो आउँछ है। अब यदि तपाईँको अनगोइङ प्रोसेस भइरहेको छ भने यहाँ सर्च गरेर पनि के अरे फेसादो भएको हो कि सबमिट भएको हो कि एनालिसमा भएको हो कि के हो गर्नु मिल्छ। होइन भने चाहिँ अब नयाँ रिक्वेस्ट गर्ने भने यो क्रियार पेदिदोमा क्लिक गर्ने है। यसमा क्लिक गर्नुभयो भने यसले तपाईँलाई नयाँ तपाईँको रेजिस्ट्रेसन के को लागि हो त्यो गर्नलाई अप्सन दिन्छ है। अनि यस तपाईँले यहाँ देख्न सक्नुहुन्छ तेमा इन्फर्मेसन्स ती पेदिदो डकुमेन्टोस रेज्युमो भनेर छ होइन। सो फर्स्टमा तपाईँले के टपिक त्यो चुज गर्ने अनि इन्फर्मेसन अलिकति रिक्वेस्टको बारेको अलिक ब्रिफ इन्फर्मेसन्स अनि डकुमेन्टहरू सब्मिट गर्ने अनि समरी हुन्छ है, सबमिटको समरी हुन्छ। सो
अब इभेन तोदा विदामा चाहिँ अब के को बारेमा हो, यहाँ सेभरल अप्सन्सहरू छ। तपाईँलाई आफूलाई के को लागि चाहिँ सेगुरान्सामा डकुमेन्ट सब्मिट गर्नुपर्ने छ, अथवा तपाईँलाई के को रिक्वेस्ट हेर्दै होइन के यो एनालिसिस रङ छ भनेर रिक्वेस्ट गर्नु छ, त्यसकै बारेमा चुज गर्ने है। सो म अहिले चाहिँ इक्जाम्पलको लागि सो लेट्स डु ग्राभिडिज है। सो अनि यहाँ टपिकमा चाहिँ अब त्यो ग्राभिडिजको अन्डर के आउँछ त्यसमा तपाईँलाई देखाइदिन्छ है। सो अहिले यसो हेरौँ, जे हो त्यही लेख्ने, तर अहिले म इक्जाम्पलको लागि अब नदी प्रेनाताल भनेर लेख्छु। अनि मोटिभ हो, के रिजन हो भन्दाखेरि मलाई चाहिँ मेरो उनीहरूले दिएको डिसिजन मलाई सेटिस्फ्याक्ट्री लागेन, सो म चाहिँ कम्प्लेन गर्छु डिसिजनको उपर भनेर गरेको है। अनि त्यो गर्ने। अनि रिप्रेजेन्ट द साउमा चाहिँ अब तपाईँलाई अरू कसैले रिप्रेजेन्टेसन गरिरहेको हो भने सी गर्ने, अब तपाईँ आफै हो भने त न भइहाल्यो। अनि कन्फर्मार्सेस साउ गर्ने। अनि यहाँ तल छ नि कन्टिन्यू अर्को पेदिदो, यसमा क्लिक गर्ने राइट ह्यान्ड साइडमा है। मलाई तल राख्छु म। त्यसपछि तपाईँलाई यस्तो पेज आउँछ। यसमा चाहिँ अब तपाईँले अब यहाँनिर के को बारेमा हो, मलाई फलानु डकुमेन्ट मेरो फलानु प्रोसेसको लागि तिमीहरूले पठाएको फलानु कुराहरू चाहिँ सही छैन, यो फेरि रिभ्यालुएसन गरिदेऊ, म चाहिँ यो डकुमेन्टहरू सपोर्ट हुने डकुमेन्टहरू सब्मिट गरेको छु, के लेख्ने हो है। मिनिमम 50 क्यारेक्टर्सको हुनुपर्छ, 2000 क्यारेक्टर्ससम्म लेख्न मिल्छ। अब यसमा तपाईँले गुगल ट्रान्सलेट अथवा च्याट जिपिटीको हेल्प लिएर पोर्तुगिजमा लेख्न सक्नुहुन्छ। तर आफूले भन्न खोजेको कुराहरू चाहिँ इन्भल्भ हुनु पर्यो है। यहाँनिर भनेको छ नि के को लागि हो, अब के हो भनेर तपाईँले एकदम बुझ्ने गरेर कम्प्लिट गर्ने अनि यहाँनिर लेख्ने है। लेखेपछि अनि तपाईँले तल नुमेरो प्रोसेस हो। यो नुमेरो प्रोसेस हो भन्ने चाहिँ कस्तो हुन्छ भन्दाखेरि तपाईँको अनगोइङ केसहरू भइरहेको छ भने तपाईँले यो नुमेरो प्रोसेस हुन्छ। तपाईँको अलरेडी नुमेरो प्रोसेस हो, तपाईँले आफ्नो त्यो सेक्सनभित्र गएर फर्स्ट पेजको सेक्सनभित्र गएर प्रोसेस नम्बर निकालेर यहाँ राख्नुपर्छ है। म तपाईँलाई देखाउँछु त्यो कसरी गर्न मिल्छ भनेर। 1 सेकेन्ड। तपाईँले यहाँ माथि भएको अप्सनहरूमा आफ्नो कुन चाहिँको हो होइन त्यसमा आउने। अनि अब मेरो अघिकै इक्जाम्पलको गरौँ। मेरो ग्राभिडिजको थियो होइन। सो ग्राभिडिजको चाहिँ यहाँभित्र हुन्छ। अनि यहाँ गएर यस्तो गऱ्यो भने चाहिँ ग्राभिडिजको यहाँ हेर्नुभयो भने मेरो यो रिक्वेस्ट थियो, यो प्रोसेस नम्बर भनेर यहाँ माथि लेखेको हुन्छ। अनि यो चाहिँ प्रोसेस नम्बर हो। तपाईँले यो प्रोसेस नम्बर कपी गर्ने है। अनि कपी गरेर अघि हामी भएकै ठाउँमा जाने है। अघि हामी जहाँ थियौँ त्यहीँ जाने। सो जस्ट इक्जाम्पलको लागि एउटा यहाँ लेखेँ मेसेज नेक्स्ट जानको लागि। अनि एक्चुअली मैले पहिलाको कपी गरेर राखेको। अनि प्रोसेस नम्बर मैले उताबाट कपी गरेर यहाँ अघि हामीले गरिरहेको यहाँ ल्याएर राखेँ। अनि त्यसपछि सबै कुरा ठिक छ होइन, माथि सेलेक्ट गर्यो अनि नेक्स्टमा जाने है, सेगुन्दामा जाने। त्यसपछि तपाईँलाई यस्तो अप्सन आउँछ जहाँ चाहिँ तपाईँले डकुमेन्टेसन राख्ने हो है। तपाईँलाई अब मैले रिक्लेमर गर्दाखेरि मलाई के मसँग सपोर्टिभ डकुमेन्ट्स छ त्यो मैले सब्मिट गर्ने हो। यहाँ यो टपिकमा चाहिँ 3 MB म्याक्सिममसम्म राख्न पाइँदो रहेछ। जेपेगमा, पिडिएफमा, पिएनजीमा जेमा राखे पनि हुन्छ। अनि यहाँबाट डकुमेन्ट गर्ने। अब तपाईँको कम्प्युटरमा कहाँ चाहिँ डकुमेन्ट छ त्यहाँबाट तपाईँले यहाँ लिएर आउने है। त्यो तपाईँले आफूले गरेर लिएर आउने, त्यो भइहाल्यो। अनि गर्दा डकुमेन्ट युज गर्ने। अट्याच गरिसकेपछि मल्टिपल डकुमेन्ट पनि राख्न मिल्छ 3 MBसम्म। अनि गर्दा गरेपछि तपाईँको यहाँनिर डकुमेन्ट देखाउँछ है। यहाँनिर तल डकुमेन्ट देखाउँछ। अनि डकुमेन्ट देखाएपछि सेगुन्द गरेर अनि तपाईँले सब्मिट गर्ने हो है। एकदम इजी छ। अनि तपाईँले वान्स सबमिटेड तपाईँको एरिया मेसेजमा गयो भने
तपाईँले चाहिँ यहाँ देख्नुहुन्छ तपाईँको रिक्वेस्ट सबमिट भयो भनेर। अनि तपाईँको चाहिँ एनालिसिस हुँदैछ अनि रिप्लाई आयो भने तपाईँले यहाँ मेल बक्स छ नि, यसमा गएर थाहा पाउन सक्नुहुन्छ नोटिफिकेसनहरू है। एकदम सजिलो छ, ह्यान्डी छ, छिटो तपाईँलाई रिप्लाई आउँछ। यो गर्दाखेरि केही हेल्प चाहियो भने तपाईँले मलाई कमेन्ट गर्नुहोस्, म हेल्प गर्न सक्छु। ओके, हुन्छ ल, आजको भिडियोमा म यति नै गर्नेछु। थ्याङ्क यू सो मच, बाई।